तपाईलाई थाहा छ, जोख्ने मेसिन अर्थात् ढक तराजु र डिजिटल वेइङ मेसिनहरू प्रयोग गरेर व्यापार बिजनेस गर्नलाई नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति, अनुमति पत्र वा लाइसेन्स लिनुपर्छ। यदि तपाईको बिजनेस वडामा पनि दर्ता छ, उद्योगमा पनि दर्ता छ, वाणिज्यमा पनि दर्ता छ, कम्पनीमा पनि दर्ता छ, तपाईले अडिट पनि गरिराख्नु भएको छ, कर पनि तिरिराख्नु भएको छ, तर यसरी स्वीकृति नलिकन तपाईले व्यापार बिजनेस गर्नुभयो भने अनुगमनमा आएको अवस्थामा नेपाल सरकारको नाप र तौल ऐन बमोजिम रु 5,000 देखि 50,000 रुपैयाँसम्म तपाईले जरिवाना तिर्नुपर्ने हुन्छ। हाम्रो बुचर एन्ड फुड पनि दर्ता भएको धेरै वर्ष भयो, तर अहिलेसम्म जोख्ने मेसिनको लाइसेन्स अर्थात् स्वीकृति पत्र चाहिँ हामीले थाहा नै नभएर लिएकै थिएनौं। हिजो र आज चाहिँ हामीले डकुमेन्टहरू मिलायौं र गुणस्तर तथा नापतोल विभागको हामी अफिसमै गयौं र जरिवाना तिरेर हामीले हाम्रो 5 वटा जोख्ने मेसिनहरू सबैको लाइसेन्स अर्थात् स्वीकृति पत्र चाहिँ हामीले लिएका छौं र नेपाल सरकारको नापतोल तथा गुणस्तर विभाग चाहिँ काठमाडौँ भ्यालीको लागि पहिला बालाजुमा थियो र अहिले चाहिँ घरेलु तथा साना उद्योगबाट अलिकति भित्र र कम्पनी रजिस्ट्रारको कार्यालय छेउमै रहेको बिल्डिङ त्रिपुरेश्वर काठमाडौँमा छ है।